हामी चट्ट बनाउँदैछौँ है दाइ हजुरले टाटालाई हेर्नु सबै हाम्रो चिकन बनाएर दाइ हामी धेरैजना छौँ हामी हाम्रो मुकेश भाइ हाम्रो गुरुबा तीर्थ गुरुबा सायद चिन्नु पनि हुन्छ होला हजुरले उहाँलाई हाम्रो बहिनी रोमान्स टिमको एन्फाको अहिले प्रडक्ट खै सिक्दैछिन् यिनी यिनीलाई अब नेपालको चर्चित प्लेयर बनाउनु छ भावी एन्जिला अरे आज यार कमल भाइले खाना बनाएको कस्तो हुने हो कस्तो गाह्रो हो भाइ बन्दैछ है के छ कुक आजको सेपको दामी बन्दैछ चिकन करी ओ रेटो नि यता डढ्न लागिसक्यो ल रेडी बनाइसक्यो आमा यस्तो स्पेसल बनाउँदो रहेछ यार अनि कमल भाइले यार खत्रै बनाउँदो रहेछ त नि ल सेप त यार खानु पहिला अनि भन्नु पहिला खानु त होइन नखाँदैन एकदम हेर्दै क्या त्यो हुन्छ नि मिठो जस्तो क्या बास्ना आइरहेको छ त्यो है बास्ना पनि खानु पर्दै खस्दै है मटनै पाएर थकाली हाम्रो चाहिँ यहाँ तर घुम थकाली युट्युबमा हाल्नु पर्छ चट्टा लाएर सेप यहाँ हेर्नु सेप ल कमल श्रेष्ठको ल आज हेर्नु तपाईँहरू कसैलाई इन्ट्रेस्टेड तपाईँलाई खानु मन छ भने कृपया तपाईँहरूले चाँडो जानकारी गराउनु होला सबैजना हुनुहुन्छ गुरुबा रविना खानाको लागि अब हामी चाहिँ टुगेदर एकदमै सबैजना अल टुगेदर हामीले सल्भ गर्दैछ त्यहाँ अझै कराईमा हाल्दा हुन्छ मासुमा त खान्छु भन्नु पनि पाइन्छ होइन नेसनल प्लेयर बन्ने भन्छ भात खाएर ल अब चाहिँ हामी खाना खानु लागेको कहाँ भ्लग हो यो त मेमोरिज